गिरी हो। मलाई चाहिँ यसमा किन इन्ट्रेस्ट लाग्यो भने मलाई पनि यसमा केही बोल्न आउँथेन, हिँड्न आउँथेन, तर यहाँ आउँदाखेरि एकदम पर्फर्मेन्स मलाई पनि धेरै राम्रो लाग्यो। तर यहाँ बोल्ने तरिका, माइकिङ समाउने तरिका, विशेष चाहिँ भरत सर, म चाहिँ झापाबाट चाहिँ दिएको थिएँ मैले पनि। मेरो चाहिँ उहाँले बोल्दाखेरि उहाँ महिलाले पनि दिन सक्नुहुन्छ, म पनि किन दिँदैन, म पनि अग्रसर भएर लाग्यो। हाम्रो सिजन 1 चाहिँ सकिसक्यो, अब सिजन हुने म्याम चाहिँ उहाँ सिजन 2 मा चाहिँ उहाँ हुनुहुन्छ। उहाँ म्याम आउनु भएको थियो, उहाँले चाहिँ इन्भल्भ हुनु सोच्नु भएको थिएन। म्यामलाई पनि म्याम हजुर पनि गर्नु, यस्तो राम्रो प्रतिभा हुनुहुन्छ, यति राम्रो होइन, अब यति राम्रो हुन्छ, हजुर पनि इन्भल्भ हुनु न भनेर उहाँ चाहिँ उहाँ हामीले भन्ने बित्तिकै इन्भल्भ हुनु, उहाँ आउने बित्तिकै इन्भल्भ हुँदाखेरि चाहिँ उहाँलाई कस्तो अनुभव भयो अरू त भन्छु त म्याम। धेरै धेरै धन्यवाद हजुरहरू सबैलाई मलाई फोर्स गर्नुभयो, नत्र भने म त बहिनी लिएर आएको थिएँ अनि उहाँहरू सबैजनाले फोर्स गरेको भएर मैले यहाँनिर पार्टिसिपेट गरेँ अनि मलाई एकदम खुसी लागिरहेछ। मेरो पहिलो एक्सपिरियन्स हो, अलिक नर्भस भयो। मेरो झापा हो। झापा भएको योभन्दा अगाडि यस्तो खालको प्रेजेन्टहरूमै जानु भएको कहीँ पनि गएको थिएन, फर्स्ट एक्सपिरियन्स नै हो मेरो, कहीँ पनि थिएन।